एउटा गाउँको विद्यालयमा कडा स्वभावका शिक्षक थियो। सबै विद्यार्थी उहाँलाई देख्न साथ डराउँथे। सानो रोहन सधैँ होमवर्क ढिलो गर्थ्यो, पाठ राम्रोसँग पढ्न सक्दैनथ्यो। एक दिन शिक्षकले रिसाउँदै भने, "तिमी कहिल्यै सफल हुन सक्दैनौ।" कक्षाभरि सन्नाटा छायो। रोहनको आँखा आँसुले भरियो। ऊ चुपचाप घर गयो। तर घरमा उसकी आमाले माया गर्दै भनिन्, "बाबु, अरूले के भन्छन् भन्दा पनि तिमी आफूलाई के ठान्छौ त्यो ठूलो कुरा हो।" त्यो दिनपछि रोहनले दिनरात मेहनत गर्न थाल्यो। वर्षौं बिते। एक दिन त्यही विद्यालयमा नयाँ प्रमुख अतिथि आए, सफल इन्जिनियर रोहन। मञ्चबाट उनले मुस्कुराउँदै भने, "मलाई कमजोर भन्नुहुने गुरुज्यूलाई धन्यवाद। तपाईका शब्दहरूले मलाई कहिल्यै हार नमान्न सिकायो।" शिक्षकको टाउको झुक्यो। यो कथाको सन्देश, कहिलेकाहीँ कठोर शब्दहरूले पनि जीवन बदल्ने शक्ति राख्छन्।